चुलोमा यसरी पूजा गरेर चाहिँ हाम्रो चुलोले चाहिँ हाम्रो सबैजनालाई चाहिँ नि रक्षा गरून्, ज्वाइँ चेलाहरू इष्टमित्र सबैलाई रक्षा गरून् भनेर यो पूजा यसरी चाहिँ हामी गर्ने रहेछौँ। बाबु के हो यो उहरू के छ खोल्नु ए पुलाउ गेट उसका यसरी बनायो गाउँमा। दोडाले 1 किलो पुग्दो रहेछ। दोडाले 1 किलो पुग्छ। फोटोहरू पनि मिल्छ। भरे खिच्नुपर्छ फोटो। हुन्छ मेरो भाइहरू हेलो भनिदिनु है। हजुर एकदम हामी यहाँनिर झ्याप हानेर चाहिँ वर्ष नि हैन। ल ठिक छ। मेरो भाइ भतिजहरू सबै यहाँनिर काममा बिजी छन् आज। हामी यस्तो त काटिहाल्छौँ। बिहेको लागि बिहेको लागि एकदम तम तयारी। हामी जन्तीलाई खुवाउनुको लागि हामी प्र्याक्टिस गर्दैछौँ होइन त। ल ठिक छ धन्यवाद। हस् ए यहाँनिर यो हाम्रो गाउँको ठ्याक्कै नेचुरल यो टपरा। आज हामी यसरी नै खाना खान्छौँ। यहाँ चाहिँ हाम्रो यो बङ्गुरको मासु ट्याक्कै उठाएर रेडी छ। यो हाम्रो आजको बेहुलीको बुवा हुनुहुन्छ मानबहादुर सर, मानबहादुर राई। अब आउनु पर्दैन रे भनिदिनु दाजु। मेरो भाइहरू हुनुहुन्छ यहाँनिर। हेलो भनिदिनु पऱ्यो। यो चाहिँ हाम्रो नेचुरल हामी चाहिँ यसरी टङ्ग चाहिँ यसरी खान्छौँ। कोदोभित्र हामीले यहाँ पाइप चाहिँ अर्को युज गरेको छौँ। हाम्रो राजन भाइ बिजी छ। मेरो भाइ आज बिजी हुन्छ। मेरो सीताराम भाइ यहाँ वेटरको काम गरिरहेको छ। उहाँ हाम्रो पाहुना दिनमा हामी यसरी खान्छौँ चिकन। ठाउँमा चाहिँ एकदमै हाम्रो मेरो कान्छो काका काका पनि लोकल खाना हुन्छ।
आमाले नि नि हो ल ल हुन्छ बिलुका चाहिँ खान्छ मेरो काम छ पुजारी त्यसको त मैले यहाँनिर पनि मेरो भाइ छ। ए हजुर दाजु ल चिन्जान भयो खुसी लाग्यो धेरै पछि भेट पनि दाजु भाइ हो त्यही अब भेट हुन्छ म यहाँ अलिकति यहाँनिर के हुँदैछ एकछिन। कति भएको छ अब यहाँ सबैजना नानी एकछिनमा यता गरौँ कान्छी दियो यता आउनु त म एकछिन त्यो बस एकदमै एकदमै यो बाँसबाट बनेको यो आज त हाम्रो जन्तीहरूलाई छक्का यसरी बाँसको सानो पहिला दिइसक्यौ अब सोधा न के खान्छ दही खाने कि रक्सी खाने कि खाइसकेपछि अनि यहाँ चामल म खोल्छु यहाँनिर चाहिँ हामी दोकानमा लगाएर कालोमा रोटी राख्नु चम्ची अनि लगेको छ प्लास्टिकको चम्ची होइन मामा आउनु पाहुनाहरू लिएर हामी सबै अर्ग्यानिक एकदम हाम्रो यो पहिलाको रेसिपी हो अहिले यो चलन सबै करिब करिब हराइसकेको छ यो कुरालाई बिउताउन दिउनको लागि पनि हाम्रो कोसिस हो यहाँनिर चाहिँ रोटी केरा यो डोकोमा राखिएको छ हामी यसमा बाँड्छौँ अनि एकछिन होइन यहाँ चाहिँ हाम्रो मेरो बहिनीहरू पनि छ यो चाहिँ हामी बिहे घरमा आउँदाखेरि चाहिँ सबै हामी पहिला सगनहरू खाजाहरू खान्छौँ त्यस पछाडि चाहिँ हामी मेरो बहिनी पनि बुहारी पनि अरू हेलो हेलो भनिदिनुहोस् हाई भनिदिनुहोस् हेलो नमस्ते भन्नुहोस् तपाईँको नाम के हो हजुर अनुष्का राई कति क्लास पढ्नुहुन्छ हो तपाईँ बिहेमा आउनुभएको हो बिहे भनेको थाहा छ है नानी हजुरको नाम भनिदिनुहोस् अनिसा हो अनिसा राई तपाईँले के खानुभएको थियो ल हजुरको नाम भनिदिनुहोस् नीलम राई हजुर नीलम राई निलम राई हजुरको पनि भनिदिनुहोस् अफिजा राई अफिजा राई राई अनि थ्याङ्क यू कति चाहिन्छ अलिक धेरै तर त्यति पुग्दैन
अझै यतिले हुन्छ भन्नुभयो त फेरि लु जाउँ तपाईँ ल्याउँ अझै चाहिन्छ नि हजुर अझै चाहिन्छ अरे पठाइदिएपछि यहाँ सोधे कताहरू जानुहोस् बेहुलाले छैन भने नि यो फाक्छ है दाजु खास होइन त्यो राख त्यो पेरेन्टको देखेर केलाई चाहिने भन्दै यो उता बेहुलाबाट ल्याउने हो कि सिप्सा यसलाई के भन्छ सिप्सा भन्छ कि हँ सिप्सा बेहुलातिरबाट ल्याउँछ नि हो त्यो सिप्सा यसलाई सिप्सा भन्छ हाम्रो भाषाबाट हो हाम्रै भाषा सिप्सा भन्छ कि ल